हेलो एभ्रीवान, के छ सबैजनालाई वेलकम छ मेरो न्यू ब्लगमा। सबैजनालाई स्वागत छ भन्दै आजको न्यू ब्लग छोटो भयो भने सबैजनालाई 7 दिन हल्लासम्म हेर्दैन हैन। यस्तै हो, आज ब्लग सुरु भइसक्यो। नाइट ब्लग हो हैन, कस्तो लाग्छ राम्रो त देख्दैन, तर पनि तपाईहरुको लागि थोडा छोटो ब्लग बनाउन मन लागेर आज चाहिँ बनाएको हैन। यस्तै हो, सबैजनाले लास्टसम्म हेर्नु। अभी मजा आएगा ना भिडियो होला भन्दै हामी दुईजना साथीहरु पनि छ, साथी छ हैन। हामी चाहिँ यतिखेर बजारतिर जाँदैछु भनौँ न, सब्जी अलिकति किन्नु पनि थियो, त्यही भएर जाँदैछु। हेरौँ आजको सब्जी मिल्छ कि मिल्दैन, किनभने रात परिसक्यो नि त, 8 भइसक्यो, त्यही भएर चाहिँ सब्जी मिल्छ मिल्दैन गाह्रो छ सब्जी मिल्नलाई। तर पनि हेर्छु सब्जी मिल्यो भने किन होला भन्दै अहिले चाहिँ हामी जाँदैछु हैन। साथी छ यता, अनि के छ तपाईँ ठिक छ नि हैन। हामी चाहिँ यतिखेर आइपुगिसकेका छौँ, यो कहाँ भन्नु हैन, नेस्टुको अगाडि भनौँ न, नेस्टु अगाडि आइपुगेको छ यतिखेर साथी र म चाहिँ। अहिले हेर्न सक्नुहुन्छ उता नेस्टुको पछाडितिर चाहिँ यस्तो छ क्या, यो चाहिँ होइन ब्रिज हो क्या, उता लुलु होइन, यतातिर लुलु छन्। यस्तो छ राति पनि माकुरे, लुलु चाहिँ त्यता छ है, अहिले अलि देख्दैन, रात परेको छ। ओ माकुरे, के हो यो भिड हेर्नु न, भिड 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 कति भिड छ, के भइरहेको छ। कसम सकिँदैन क्या, भिडियो बनाउन सकिँदैन क्या, सक्दैन क्या। ल आमा यस्तो भिड छ त अब कहाँ सक्छ त अनि भिडियो बनाउन। हेर्नु यतातिर यस्तो छ बजार, हेर्नु आमा यो अब के भिडियो बनाउन गाह्रो छ क्या, त्यही भएर रोडको बिचतिर आएर भिडियो बनाउँदैछु। यताबाट यस्तो छ त अनि हेर्नु भिड आमा। ल हानु त हानु, ले लो भाइ, ले लो 5 किलो 10, 5 किलो 10 रे क्या माकुरे गोल भेडा। प्याज सस ले लो सुरा कितना हो गया, कितना का हो गया? हाँ अभी रूम जा रहा हूँ ना, गाड़ी नहीं चाहिए, हम पैदल जाता हो, पैदल, हम गाड़ी नहीं चाहिए। गाइस यो के हो यो, स्याउ सब्जी किनै सक्दैन यहाँ, सब्जी खानै सक्दैन, यति महँगो छ कि लामो, लास्टै महँगो क्या, के गर्नु अब यस्तै हो होइन। मासु गनायो भन्छ साथी फेरि, तपाईँले मासु गनायो घरबाट पैसा बास्ना आयो भन्नु न, तपाईँ गनायो भने त अलिक सुहाउँदैन क्या, बास्ना आयो भन्नु किन देखाउनु न यहाँ यार सब्जी यार, बजारतिर लुकाउँदै पर्छ क्या सब्जी पनि। फेरि धन्न सब्जी पायो क्या, हामीले त पाउन चाहिँ लाग्यो 9:30 भइसक्यो होइन, तर सब्जी पायो केही छैन।